दर्शन नमस्कार सम्पूर्ण मेरा फेसबुक पेजमा आबद्ध रहनुभएका अथवा जोडिनुभएका मेरा शुभचिन्तक शुभेच्छुक हितैषी मित्रहरूमा चालु विजयादशमी त सकिसक्यो, तैपनि अझै हाम्रो संस्कार पुरानो रीतिरिवाज अनुसार 5 पनिसम्म विजयादशमीकै पक्ष मान्ने भएको हुनाले त्यसले भए पनि मेरा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने हिन्दू तथा गैर हिन्दू सम्पूर्ण सबै तह तबकाका सबै मित्रहरूमा हार्दिक शुभकामना एवं उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु, चिरायुको कामना व्यक्त गर्दछु। साथै आउँदै गरेको शुभ दीपावली सँगै छठ पर्वको उपलक्ष्यमा पनि सम्पूर्णमा हिन्दू तथा गैर हिन्दू सबैमा हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। खास गरी यो सृष्टिमा कति दुखी कति सुखी छन् भनिन्छ। यो आकाशमुनि, यो कालो आकाशमुनि, यो निलो आकाशमुनि कति सुखी कति दुखी। सुखीको लागि त यी चाडपर्वहरू सबै कुराहरू सुहाएर जान्छ, हँसाएर जान्छ, दुखीहरूलाई रुहाएर जान्छ, दुखाएर जान्छ, पीडा झन थपेर जान्छ। यसै क्रममा म पनि एक किसिमको दुखी नै छु, किनभने आज मेरो आमाले हामीलाई यस धरतीबाट छोडेर जानुभएको ठ्याक्कै 1 वर्ष भयो। हिजो जस्तै लाग्छ, तर 1 वर्ष बितेछ। आज मेरो आमाको वार्षिकी कर्म गरेर पुनः एकपटक फेरि आमालाई वार्षिकी पिण्डदान तर्पण कर्म गर्दै गर्दा मेरो बुबालाई सम्झिँदै, बुबा लगायत मेरा सन्तानका सम्पूर्ण पितृदेवहरू, मेरा मावली तर्फका सम्पूर्ण पितृदेवहरू, ससुराली तर्फका सम्पूर्ण पितृदेवहरू सबैलाई सम्झदै तर्पण कर्म गरेर उहाँहरूलाई फेरि बिदाई गरेको दिन आज बिदाई गरेर अहिले एकछिन फेरि फुर्सदको समयमा यहाँहरू सानो भिडियो तयार गरेर प्रस्तुत गरौँ भन्ने जमर्को गरेको छु। म जस्तै धेरै दुखी हुनुहुन्छ होला, धेरैलाई चाडपर्वहरू किन आउँछन् भन्ने पनि होला, म जस्तै दुखीलाई यी चाडपर्वहरू नआए पनि हुन्थ्यो भन्ने पनि लाग्छ होला। तर सृष्टिको नियम, विधाताको विधानलाई कसले टार्न सक्छ र? त्यो बाटोमा हामीलाई पनि भोलि जानु नै छ, ठुलो चाड हो। त्यसैले मनमा जे जस्ता पीर, बाधा, अवरोध, चिन्तन, मनन भयो भने ती सबैलाई गममा राखेर संसारको अगाडि हाँसी खुसी देखिनु पर्ने यो हाम्रो सामाजिक रीत नै भइहाल्यो, व्यवहारिक रीत नै भइहाल्यो। त्यसैले